नमस्कार गाइस, नमस्कार सुपर्णलाई मेरो भ्लग भिडियोमा देख्न सक्नुहुन्छ। हामी सिक्युरिटी गार्डहरू खाना खाने चाहिँ यसरी हो। यसलाई चाहिँ भात नेपालीमा, मलेसियामा चाहिँ मलेसिया ल्याङ्ग्वेजमा चाहिँ भन्छ नासी। नासी यो चाहिँ सब्जी, हाम्रो चाहिँ नेपालीमा सब्जी, मलेमा सयुरको साग, आलु यो चाहिँ दाल। दाल हालेर दाल कति बाग्लो बाग्लो दाल खाइन्छ गाइस। सिक्युरिटी गार्डहरू भनेको जिन्दगी यस्तै हुन्छ, यसरी खाना गर्नुपर्छ। प्लास्टिकमा देख्न सक्नुहुन्छ, यो चाहिँ प्लास्टिकको थाल। यो देख्न सक्नुहुन्छ दाल प्याक गरी ल्याएको प्लास्टिक। यो देख्न सक्नुहुन्छ सब्जी प्याक गरी ल्याएको प्लास्टिक। ट्याक्क मोसेर प्लास्टिकमा खानुपर्छ गाइस। सिक्युरिटी ड्युटी भनेको यस्तो हुन्छ कि 12 घन्टा ड्युटी गर्नुपर्छ, 30 दिन। अनि बल्ल चाहिँ महिना पुरा भयो भने चाहिँ पैसा आउँछ गाइस। हेर्नुहोस्।